सार्वजनिक एकाडेमी लाउरे ट्रेनिङ सेन्टर उदयपुर गाईघाट आज हाम्रो लोवरबडी भएको कारणले गर्दाखेरि हामी चाहिँ लोवरबडीको प्र्याक्टिस गरिरहेको छौँ सिडी परेड गरिरहेको छौँ आज है हेर्न सक्नुहुन्छ अगाडि बोइज ग्रुप भन्ने पछाडि गर्ल्स ग्रुप माइज ग्रुप छ यस्तो प्रकार आइरहेको छ ग्याप मेन्टेन गरिरहेको छ ग्याप मेन्टेन गर्ने सबैजनाले एभ्रीवान ग्याप मेन्टेन गर्ने अरू ग्याप मेन्टेन गर्ने ग्याप मेन्टेन गर ओके गुड स्याबास गुड स्याबास गुड स्याबास गुड स्याबास गुड स्याबास यतै फर्किराख्ने भेरी गुड स्याबास एकदम मिठो तल गइसकेको छन् अब केही पछाडि फर्किन्छन् यहीँबाट हाम्रो तल पुगेर पनि वापिस छ हाम्रो लगभग यहाँ त 15-20 राउन्ड छ ल्याब छ त्यो ल्याब चाहिँ पुरा गर्नुपर्ने हुन्छ आइसकेको छ है हेर्न सक्नुहुनेछ यो आइसकेको छ सबैजना आइसकेको छ ल ओके आइरहेको छ हाम्रो जेन्जी पार्टीहरू र अब माइज ग्रुप पनि पछाडि छ आइरहेको छन् सबैजना चाहिँ एकदम बेस्ट आफ्नो बेस्ट दिन कोसिस गरिरहेका छन् रेडी गो आइरहेको छ है ल्याब छ लगभग हाम्रो 15देखि बेस्ट ल्याब छ यहाँनिर आज ल्याब गर्नुपर्ने छ सबैजना आइरहेको छ स्पेड स्याबास ल्याब कभर गर्ने एभ्रीवान हरि अप कति रहेछ कतिको स्पिड जान्छ म जतिको सिधी गर्दैन रहेछ है नर है रे निस्किने स्याबास हरि अप निस्किने खोइ त पछाडि जेठा ग्रुप माइज ग्रुपले काटिसक्यो है स्याबास अब यिनीहरू चाहिँ डकवर्क चालमा फ्रगजममा है डकवर्क चाल भन्दाखेरि पनि फ्रगजमलाई भनिन्छ फ्रगजममा चाहिँ तल आइरहेको छ सबैजना अगाडि चाहिँ बोइज ग्रुप छ पछाडि गर्ल्स ग्रुप छ एकदम ट्रेनिङको हार्ड साइलेन्ट इन्टु स्टाइल चाहिँ चाइना टाइपको यो ट्रेनिङ हो खास गरी यो डकवर्क स्टाइलले गर्दा लोवरबडी हाम्रो चाहिँ थाइको एक्सर्साइज हुने भएको कारणले गर्दाखेरि हामी यस प्रकारले हामी ट्रेनिङ गराउँछौँ हेरि सक्नुहुनेछ म त अगाडि गइरहेको छु गाइडेन्सको लागि आइरहेको छ साइडबाट निस्किरहेको छ सबैजना निस्किरहेको छ आउनु लागेको छ माइली ग्रुप पनि बल गरिरहेको छ एकदम गाह्रो भइरहेको छ नयाँ क्यान्डिडेट तेह्रथुमको हो तेह्रथुमको एकदम गाह्रो भइरहेको छ होला पाँचथरको हो यतातिर धनकुटा कैलालीको पनि छ ओभर गर्ने सबैजना आइरहेको छ गाह्रो भइरहेको छ तापले उसलाई आइज नानी आइज स्याबास नयाँ क्यान्डिडेट हिजो आइपुगेको एकदम गाह्रो भइरहेको छ उसलाई अब आइसकेको छ है बन्दर जम्मा यसले गर्दाखेरि पनि थाइ स्टेज एक्सर्साइज भइरहेको छ एकदम गाह्रो पुमा अपोजिसन पुगिसकेको छ लगभग ल्याब्स हाम्रो 15-20 ल्याब भइसक्यो लगभग यो ल्याब्स भनेको चाहिँ 100 मिटर अभाव एभो छ यो सिडी एकदम खडी सिडी छ साइलेन्ट इन्चु यो चाइनामा छ त्यस्तै खालको हाम्रो सिडी छ यहाँनिर चाहिँ उदयपुर गाईघाटमा चाहिँ एकदम राम्रो सिडी छ हाम्रो ट्रेनिङको लागि एकदम बेस्ट छ हामीले चाहिँ गरिरहेछौँ नानी बाबुहरू चाहिँ अगाडि बढिरहेछ जसले गर्दा आज लोवरबडी भएको कारणले गर्दाखेरि लोवरबडीको प्र्याक्टिस भइरहेछ कति धेरै गराउनु भएको भनेर सोचिरहनु भएको होला त्यस्तो छैन यहाँनिर प्र्याक्टिसले नै मान्छे अगाडि बढ्ने हो जति रगडा त्यति मजबुत है रगरुट जति रगडे त्यति मजबुत भन्छ हाम्रो फौजमा चाहिँ हामीले चाहिँ त्यसरी सिकेको लौरेमा हामी त्यसरी सिकेको त्यसरी सिकेर आएर चाहिँ हामीले नानी बाबुहरूलाई अगाडि बढाउनु खोजेको हो आइरहेको छ सबैजना अलिक छिटो गर्ने सबैजना छिटो गर त ल नउब्ने सबैजना छिटो गर एकदम राम्रो भइरहेछ एकदम निस्क फटाफट निस्क नानी अगाडि निस्क ढ्याङ हान चाबा गाह्रो भइरहेछ यो नयाँ क्यान्डिडेटहरूलाई चाहिँ गाह्रो भइरहेछ पछाडि आइरहेको छ बिस्तारै अब एकदम गाह्रो अवस्थामा भइसकेको छ अनि यो क्यान्डिडेट ऊ माथि अलिक ब्लक गरिरहेछ होइन यो अलिक गाह्रो भइरहेछ सुरु दिन पनि हो त्यो भएको कारणले गर्दाखेरि तेह्रथुमको नानी हो त्यो भएको कारणले अलिक गाह्रो भइरहेछ उसलाई पहाड क्षेत्रको भए पनि एकदम गाह्रो भइरहेछ त्यसै गरेर कैलाली जिल्लाको पनि छ अब यस पनि पल्टन जान्छ होला साथमा झन्कुटाको पनि छ उदयपुरवासी त खोटाङ त यहाँ छिमेकी नै हो सिरा एकदम छिमेकी नै पर्छ है धरान सुनसरी सबै छिमेकी नै पर्छ अगाडि पछि यहाँ आइरहेको छ एकदम गाह्रो अवस्थामा अब लास्ट ल्याब हो यो लास्ट ल्याब हामी चाहिँ अब फर्किनेछौँ सेन्टरतिर हामी सेन्टर पुग्नुलाई टाइममै हामी पुग्नुपर्ने हुन्छ त्यही भएर सेन्टरमा गएर पनि धेरै कुराहरू एक्टिभिटिजहरू गर्नुपर्ने हुन्छ आज लोवरबडी भएर लोवरको मात्रै प्र्याक्टिस भइरहेको हुन्छ
पछाडि आउँदैछ एकदम गाह्रो अवस्थामा छ यो चाहिँ कैलाली यसपालि चाहिँ लागिसकेको छ फिजिकल पास भइसकेको छ र यो नयाँ क्यान्डिडेट यो पनि लिम्चु मुङको साथमा यो पछाडि आउँदैछ यो ताप्लेजुङको एकदम गाह्रो भइरहेछ हिजो मात्र आइपुगेको र कोसिस गरिरहेछ अगाडि बढ्दै रहेछ सबैजना साबास एकदम मिहिनेती छ यो पनि पाहाडको भए पनि एकदम गाह्रो भइरहेछ यो पाहाडमा सिडी परेर भनेको अलग्गै फौजी ट्रेनिङ भनेको अलग्गै हुन्छ अगाडिबाट जाँदैछ यो नउब्नेको हो ढङ्कुटा कोबर गर नानीको ताप्लेजुङ नानी अगाडि जाऊ अगाडि साबास ताप्लेजुङ जिल्लाको चाहिँ नाम उच्च गर्नुपर्छ है जाऊ साबास हो साबास एकदम स्पिड जाने भेरी गुड एकदम मिठो साह्रै मिठो आउँदै साबास पछाडि गइसकेको छ माथि निस्किसकेको छ ओके आइसकेको छ अब लगभग फिनिसिङमा छौँ हामी अब ब्याक टु सेन्टर हुनु लागेको छौँ हामी सिडीमा चाहिँ म गाइडेड भइरहेको छु भने अलिक क्यामेरा पनि हल्लिरहेको छु म पनि सिडी परेड गरिरहेको छु ल आइज सिडी भरियो काउन्टिङ गरेछ काउन्ट भएन रे भइरहेको छ है हाम्रो चाहिँ अब अहिले अब फर्किनु लागेको छ है गोडाताल गरिरहेछ हेन्डलक गोडाताल गरिरहेछ डोटी कदम ताल भनिरहेछ होइन अरू देशमा इन्डियामा चाहिँ डोटी कदम ताल भन्छ यसलाई चाहिँ गोडाताल भन्छ र अहिले थाकिसकेको छ त्यही भएर चाहिँ अलि प्रष्ट रूपमा भइरहेको छैन है अब गोडाताल कति कहिले हेर्छ कति के गरी गराएको छ भन्छ होला तर अलि धेरै ल्याप्स हानिसकेको छ क्या आज यो सिडीहरू धेरै ल्याप्स हानिसक्यो यत्रो सिडी धेरै ल्याप्सहरू हानेको छ है धेरै खतरा ल्याप्स हानेको छ त्यो भएको कारणले गर्दाखेरि चाहिँ एकदम गाह्रो अवस्थामा छ त्यही भएको कारणले गर्दाखेरि अब खुट्टा नउठेको होला त्यसमा क्षमा प्राप्ति छ र ट्रेनिङ चाहिँ एकदम आले बद्ध छ है अब फर्किने अवस्थामा छु र हामीले चाहिँ अहिले आज यो सेन्टरमा चाहिँ हाम्रो साझा एकाडेमी लाभ्रे ट्रेनिङ सेन्टर बुद्धिपुरकामा चाहिँ आज लरबडी हो आइतबारको दिन भएको कारणले गर्दा लरबडी हुन्छ यहाँनिर हप्ता 7 बार हुन्छ क्या 7 बारमा 7वटा ट्रेनिङहरू चल्छ जसमा चाहिँ लरबडीको भयो है इभेन्ट अनुसार हुनेछ र एकदम गाह्रो भइरहेछ 15-20 ल्याप हालिसकेको छ 100 मिटर 150 मिटरको छ साइलेन्ट इन्स्टिट्युट मैले अघि नै भनिसकेँ साइलेन्ट इन्स्टिट्युट चाइनाको जस्तै यहाँनिर सिडी उदयपुर गाडीमा चाहिँ एकदम ट्रेनिङको लागि लिहाजमा चाहिँ एकदम ग्राउन्डले चाहिँ हामीले भूगोलले चाहिँ साथ दिएको छ र यिनीहरूको खुट्टा चाहिँ माथि नउठ्नुको कारण के छ भन्दाखेरि निकै ट्रेनिङ गरिसकेको छ त्यो भएको कारणले गर्दाखेरि यस्तो भइरहेछ अन्यथा नसोधिनु होला ट्रेनिङ राम्रो गरिरहेछ एकदम बेस्ट दिइरहेको छ यहाँनिर हप्तामा चाहिँ 3 दिन चाहिँ एकदम गाह्रो ट्रेनिङ चल्छ कतिपयले गाह्रो गिभअप पनि गर्नु सक्छ अब जसले गिभअप गरेर त्यो लाउरे बन्ने नि हो 3 दिन भनेको चाहिँ आइतबार सोमबार मङ्गलबार चाहिँ एकदम गाह्रो हुन्छ आइतबार लोवरबडी सोमबार अप्परबडी र मङ्गलबार चाहिँ हनुमान डे भनेको चाहिँ सर्ट रनिङहरू खतरा सास माथिको माथि तल हुने तरिकाले हामी चाहिँ ट्रेनिङ गर्छौँ आफ्नै लागि हो सार्वजनिक एकाडेमी मुस्किल वर्क यो भन्नुको कारण चाहिँ के छ भन्दाखेरि मुस्किल वर्क भन्दाखेरि चाहिँ जहाँ चाहिँ गाह्रो छ होइन त्यो गाह्रो चिजहरूलाई चाहिँ एउटा मात्रै यस्तो एकाडेमी छ सार्वजनिक एकाडेमी लाभ्रे ट्रेनिङ सेन्टरले चाहिँ उसले चाहिँ अगाडि बढ्छ भन्नु खोजेको हो आफ्नो संस्थाको आफ्नो नाराहरू हुन्छ आफ्नो मोटोहरू हुन्छ कसैले चाहिँ अन्यथा नलिदिने होला थ्याङ्क यू सो मच एभ्री वान नेक्स्ट टाइम हामी फेरि पनि ट्रेनिङमा भेट्ने नै छौँ है त बाई बाई ओके स्पिड गर्ने नन स्टप यो ताप्लेजुङको हिजो मात्र आएको थियो र एकदम गाह्रो भइरहेको छ उसलाई चाहिँ स्पेस नानी आफ्नो जोडाले चाहिँ आफ्नो लाइनमा लाइन अप गर अगाडि बढिहाल स्पेस अगाडि बढिहाल रनिङमा उसले सामेल भइहाल भेरी गुड नउठ्ने कोही पनि तलबाट भेरी गुड हेर्दैछु सार्वजनिक एकाडेमी निस्क नानी फटाफट आना शाबाश एकदम गाह्रो भइरहेको छ नयाँले चाहिँ त्यही भएको कारणले गर्दाखेरि उसले चाहिँ गाह्रो अवस्थामा छ अहिले
सबैले त्यस्तै हुन्छ